Mamu. Mamu. Mm. Mamu. Mamu. के हामी म यतिकै सोचिरहेको थिएँ कि हामी भेटेको कति वर्ष जति भयो 2011 देखि 15 वर्ष 15 years 15 years 15 years भइसक्यो हेर त 15 years my god 15 वर्षमा त मान्छे टिनेजर हुन्छ म टिनेजर नै थिएँ नि हजुरलाई भेट्दा याद छ थाहा छ नि अफ कोर्स मलाई याद छैन होला अफ कोर्स याद छ I was 19 अनि त्यति बेला कस्तो यङ थिएँ म अनि त्यसपछि अहिले फर्स्ट पनि यङ छौ अहिले पनि यङ छु अनि मेरो फर्स्ट मेमोरी हजुरको के हो थाहा छ के मैले के हजुरलाई होइन म्यागजिन कभर्सहरूमा देखेको थिएँ कि स्पेसिफिकली याद गरेको चाहिँ नारी म्यागजिन कभरमा होइन नारीमा थियो नि त्यति बेला चाहिँ मैले वाउ कस्तो ब्युटिफुल लेडी भएको थियो तर हजुरलाई भेटेपछि ए हजुर वही पो हो भनेर त्यसै थाहा भयो लाइक त्यसरी कनेक्ट गरेको थिएँ कि मैले अनि त्यहाँदेखि त अनि रेस्ट इज हिस्ट्री यो बिहा कति वर्ष भइसक्यो My God, that's why we have this level of comfort होला I've seen you from oh my God यस्तो कलिलो तर तिम्रो नेचर अझै पनि त्यस्तै छ के त्यस्तै छ of course तिम्रो हैन कतिपय तिमी मच्योर पनि भएको छौ धेरै चेन्जेस देखेको छु तिमीमा मैले हैन या अनि तर त्यो बचपना त्यो बच्चाको जुन बच्चा साइड छ नि द्याट ग्लीफुल साइड अफ योर्स त्यो अझै पनि छ एन्ड आई लभ द्याट त्यो कहिले पनि चेन्ज नगर है कहिले पनि चेन्ज नगर मलाई पनि हजुरको त्यही साइड कस्तो मनपर्छ नि हजुरको हजुर सिरियसमा यो सिरियस होइन बट देन यु हेभ दिस भित्रबाट कस्तो रेडियन्ट अनि माया गर्ने मान्छेलाई सच अ अमेजिङ लभली पर्सन यु सच अ गिभर अनि हजुरको त्यो चाइल्ड लाइक साइड पनि छ अनि हजुरले पनि भन्नुहुन्छ मलाई कतिपय कुरा चाहिँ म जस्तै लाग्छ भन्नुहुन्छ नि एकदमै धेरै चिज चिन्छु नि त तिम्रो बारेमा कति चिजहरू तिम्रो नेचर कस्तो छ होइन मैले अब त्यो डेभलप लाइक आई सेड डेभलप भएको बट तिमीहरूसँग हुँदाखेरि मेरो त्यो साइड झनै बल्झिने के एन्ड आई लभ बिङ विथ यु आई मिन जब तिमीहरू यङ एन्ड वाइल्ड एन्ड फ्री थियो त्यति बेला माई गश आई स्टिल रिमेम्बर है आशिर आयुष यु माज अनि आकु होइन हेत्तेरिका कस्तो रमाइलो हुन्थ्यो के गेम्स खेल्ने के कुरा गर्ने तिमीहरूले सबै तिमीले खिचिरह हो I was thinking कि हामी यतिकै पनि we talking like आफ्नो कुराहरू पनि छ but then we talk so much of things like हजुरको wise wordsहरू अनि I wanted to like record it के because मलाई त कति हेल्प भएको छ नि त हजुरको कुराहरूले अनि मलाई कस्तो लाग्छ भन्दाखेरि to be very honest होइन I had my mom, I had my grandmom also but then हजुरले मलाई यति लाइफमा यति विजडम दिनुभएको छ यति हेल्प गर्नुभएको छ मलाई चाहिँ I would like to give credit to you because how I shaped myself म जो आज जस्तो छु you have a big hand on that okay? Oh, baby. So thank you for saying that and I'm not returning a compliment or whatever you said but I don't know like त्यत्रो इयर्समा तिमीलाई चिन्दाखेरि पहिला तिमी आयुषसँग थियौ होइन त्यहाँदेखि तिमीहरू थिएन तर नहुँदाखेरि पनि तिम्रो र मेरो रिलेसनसिप कहिले पनि टुटेर गएन कि लाइक आशिरसँग गएन टुटेन होइन अहिलेसम्म पनि दिदी भन्छ अनि तिमीहरूको यस्तो खालको टक्सहरू चलिरहेको हुन्छ र हामी हामी तिनजना हुँदाखेरि त फेरि कुरै नगरौँ है के खालको कुराहरू हुन्छ यस्तो हामी कहिले छुट्टेनौँ कि एन्ड आई नो यु ह्याड your own mom oh sweetie you know I've seen you go through so much okay I've seen you go through so much
एन्ड हाम्रो रिलेसनसिप जसरी बढ्दै आयो अब मान्छेले त्यत्रो क्वेसन गर्छ को हो इज सी यो रियल मम ओ कस्तो के कसो भनेर कति कन्ट्रोभर्सी त्यस्तो त्यस्तो पनि कुरा भएको छ देन सिन्स वी आर टकिङ अबाउट इट मलाई के भन्नु मन लाग्यो भने रिलेसनसिप्सहरू कुनै सम्बन्धले केही रिलेसनसिप केही नाता पनि जरुरी छैन रहेछ कि मनको नाता सोलको नाता भगवान्ले दिएको नाता भन्छु त्यही भएर तिमीलाई गड डटर भन्छु तिमीले मलाई गड मदर भन्छ होइन कोकबाटै जन्म दिनु पर्दैन रहेछ कि बाबा तर मलाई जब चाहिएको छ मलाई केही चिज परेको छ तिमी जहिले पनि छौ के तिमी जहिले पनि भएको छ तिमी जहिले पनि भएको छौ र तिम्रो मलाई मनपर्ने चिज के भने बिकज नो म्याटर वाट यु आर फेसिङ तिमीभित्र यति एकजना मान्छेलाई तिम्रो अब कुरा गर्दाखेरि होइन जान्ने मान्छे हिरा जस्तो रे तिमी मान्छे तिम्रो हार्ट यति प्योर छ अरे यति प्योर छ अरे अनि मलाई आई अलवेज न्यू द्याट आई अलवेज न्यू द्याट बाबा आई अलवेज न्यू द्याट एन्ड आई थिङ्क बिकज मैले त्यो देखेँ अनि मैले त्यो रेकग्नाइज गरेँ नट बिकज अफ वाट यु डिड फर मी के मलाई के गर्यो त्यसको लागि होइन त्यो नाता मैले कन्टिन्यू गरेको र तिमीलाई पनि क्लोज राखेको र तिमीले पनि मलाई क्लोज राखेको अब यो के सम्बन्ध हो मैले कसैलाई एक्सप्लेनेसन पनि दिनु पर्दैन आई डोन्ट थिङ्क इट्स नेसेसरी हेर न हामी दुईजना अब कति दिन भइसक्यो हामी सँगै बसेको कति कुरा गर्छौँ कति के गर्छौँ मैले तिमीलाई नच गर्छु मेरो अब जति जीवन मैले जिएको छु त्यो जिएकोले तिमीमा केही चिज मैले देखेँ जसमा सायद अलिकति नेभिगेट गर्दा अलिकति सुधार ल्याउनुपर्छ भनौँ न अलिकति कोही बेला है भनेर लगाम ल्याउनु पर्छ कोही बेला अलिकति तिमीलाई डिरेक्सन दिनुपर्छ तिमीले पनि मलाई त्यो स्पेस दिएछौ कि वेयर आई क्यान से हामी अब ल पुग्यो है अब यस्तो गर्ने हो अनि यसको बारेमा के भइरहेको छ अनि के गरिरहेछौ पैसा कसरी कमाइरहेको कसलाई भेटिरहेछौ के गरिरहेछौ अब जीवन कतातिर लाने के छ तिम्रो प्लान्स मैले त्यो सब कुरा गर्न सक्छु नि तिमीले स्पेस दिएको हो कि मलाई सो त्यो नाता हाम्रो जे छ त्यो कसैलाई एक्सप्लेन पनि गर्नु पर्दैन र आई थिङ्क इट्स भेरी प्योर रिलेसनसिप यस्तो प्योर छ कि मलाई गाह्रो साह्रो पऱ्यो भने र मलाई सपोर्ट चाहिएको छ मलाई साथ चाहिएको छ भने पनि आई क्यान अलवेज काउन्ट अन यु आई नो द्याट लाइक मेरो बिहा गर्ने बेलामा होइन बिहा गर्ने लाउन अब यति थुप्रो चिज गर्नु पर्यो मैले के गरेँ कोही पनि छैन मैले यो गर्नुपर्छ भने यु जस्ट हप्ट अन अ फ्लाइट एन्ड यु केम हियर सबै मुम्बईमा सब चिज छोडेर तिमी मका आएको होइन मका आएर 2 बजी बिहानसम्म मेरो मुख राम्रो देखाइदिने हो कि मेरो चुरा मिलाउने हो कि लुगा मिलाउने हो कि के लाउने हो कि कहाँ जाने हो कि के गर्ने सबै तिमीले गर्दै आऊ सबै तिमीले गर्दै आऊ बाबा त्यति बेला तिमीले मलाई यति साथ दिएको छौ सो आई थिङ्क हामी दुईजनाले हाम्रो लाइफमा वाइड भन्दिनँ हामी दुईजनाले इच अदरको जीवनमा भ्याल्यु एड गरेको छु भन्छ नि सो यु आर एन इन्टिग्रल पार्ट अफ माई फ्यामिली द्याट्स वाइ आई कल यु माई फ्यामिली तिमी त मेरो सन्तान जन्म दिनु पर्दैन रहेछ आफ्नै कोखबाट त्यही भएर त छोरी हो भन्छ त नट टु से मेरो मैले यहाँ भन्नुपर्छ कि प्रियङ्का मेरो बुहारी हो मेरो डटर इन लभ हो उसँग अर्कै सम्बन्ध छ जसरी मेरो 2जना छोरा छ आयुषसँग अर्कै सम्बन्ध छ आयुषसँग अर्कै सम्बन्ध छ यो मैले कसैलाई सम्झाउनु पर्ने चिजै होइन यु जस्ट ह्यापन टु डेट आयुष र ब्रह्माण्डले सायद मेरो जीवनमा कसले के भनेको अरे तिमीलाई I was going to say that. So one of my very good friends, हजुर पनि you know him, he's into pranic healing and energy reading हरू अनि मलाई यस्तो मन छुने र यस्तो चित्त बुझ्ने कुरा भनेको थियो कि उसले She's like the main reason I think you know why you met Ayush is because you were meant to meet Ravina Mamu. त्यही भएर you met Varmana. Oh my god. I think that's a very, very deep insight. Very deep inside. Very deep inside. Oh my god, who?
सो यहाँबाट के आउँछ थाहा छ बाबा? Mhm. हामीले क्वेसन गर्नु पर्दैन कि मान्छेहरूले कसलाई भेट्छु र के त्यो बेसी नातामा मात्रै जानु पर्दैन रहेछ त्यही त को हो मान्छे हजुर हाम्रो जीवन सो दिस इज फर एभ्रीबडी सबैजनाको लागि कि हजुर धेरै नाता पनि गाँच्नु पर्दैन रहेछ नाता गाँसेर त्यसलाई सम्झाइरहनु पर्दैन रहेछ पर्दैन रहेछ तर यु आर सच एन इम्पोर्टेन्ट पार्ट म तिमीलाई के भन्छु जहिले पनि मेरो छत्र छाया सके जति मेरो हात तिम्रो शिरमाथि छ अहिले त झनै छ इट्स अलवेज बिन देयर एन्ड आई लुक एट यु एज अ चाइल्ड फर हुम म जहिले पनि छु एउटा बच्चा के एउटा बच्चा जसको लागि वान अफ माई बच्चाज त्यस्तो हो नि त त्यसको माथि फेरि नक्कल झक्कल पार्ने पनि छ तिमीसँग यति चिज सिक्छु मामु यो गर्नुपर्छ अनि त्यसको माथि यो लाउनुपर्छ राति पेप्टाइड लाउनुपर्छ र बिहान हालोरोनिक लाउनुपर्छ र स्पट करेक्टर लाउनुपर्छ र यो गर्नुपर्छ र अहिलेको लेटेस्ट चिजहरू यस्तो भइरहेछ यु एन्ड आशिर तिमीहरूले सिकाउने त हो नि होइन आयुषसँग पनि आफ्नै छ बट यो यस्तो छ उस्तो छ तिमीसँग सिक्छु म तिमीले सिकाउँछौ मलाई You keep me up to date. Up to date होइन up to date. You keep me up to date. राति ढिलो निन्द्रा लाएर अप टु डेटेड के कुराहरू लगाइरह मसँग एनिवे सुन्नुभन्दा पहिला पढौँ भनेर यस्तो झन् काल सेगनको कस्मस पढिरहेको तर यो पनि कस्मिक कुरा है फेरि कस्मिक कुरा हो या दिस इज नाइस आई थिङ्क हाम्रो कुराबाट कसैले केही लिएर जानु सक्यो भने पनि केही पिकअप गर्यो भने पनि राम्रै होला त्यही भएर पनि मैले आई वाज जस्ट थिङ्किङ लाइक रेकर्ड गर्छु हामीले जस्तो कुरा गरेको अब त्यसरी नै लाइक मुख सुख धोएर दाँत सात माझेर सबै सुत्न रेडी भइरहेको बेलामा त्यही त मलाई चाहिँ साँच्चीकै भन्नुपर्दाखेरि नि पास्ट लाइफमा लाइक हजुर मेरो साँच्चीकै आमै हुनुहुन्थ्यो होला कि सायद तिमी मेरो आमा थियो होला त्यो पनि हुनसक्छ तिमी मेरो आमा भएर मलाई लुक आफ्टर गरे होला मैले बुझेको जानेको अहिलेसम्म आकर्षिक रेकर्डको थ्रु होस् र पास्ट लाइफ्सको रिइन्कार्नेसनको बारेमा होस् मोस्ट अफ द टाइम हाम्रो यो जस्तो खालको रिलेसनसिप्सहरू हुँदो रहेछ नि सोल्सहरू आत्माहरू ग्रुपमा मुभ गर्दो रहेछ कि सँगसँगै हामी डेफिनेटली सोल फ्यामिली सो त्यो जन्ममा कुनै एउटा जन्ममा सायद तिमीले मलाई लुक आफ्टर गर्यो अनि अहिले आएर मैले तिमीलाई लुक आफ्टर गरिरहेको छु र गर्छु पनि बिहा गरिदिनु मन छ मलाई त म जहिले पनि भन्छु आई वान्ट टु सी आशिर वकिङ यु डाउन दि आयल किनभने तिमीलाई व्हाइट वेडिङ मनपर्छ होइन व्हाइट वेडिङ आफूको छाप्पो समातेर तिमीलाई आयल तल लिएर जान्छ अनि म पनि त्यहीँ हुन्छु औँठी सायद मैले दिन्छु होला के हुन्छ आएर क्या वी क्यान मेक अ ओन रुल्स आफ्नै रुल बनायो भइहाल्यो नि जसरी मेरो बिहामा मैले आफ्नै रुल बनाएँ स्टुअर्टले मलाई जे मन पर्यो त्यही गरे त हो नि अनि के त किनभने नियमहरू यो चिजहरू सबै मान्छेले बनाएको त हो नि सबै मान्छेले मैले बुझेको है मैले बुझेको जति मैले पढेको छु र बुझेको छु त्यसमा त सबै मान्छेले नै बनाएको हुँदो रहेछ हो म पनि आई लाइक फुल्ली एग्री विथ द्याट कति लाइक जनाले चाहिँ होइन भन्नु होला तर लाइक सबै रुल्सहरू यो गर्नुपर्छ त्यो गर्नुपर्छ म्यानमेड नै लाग्छ मलाई पनि डेफिनेटली रिलिजनको बारेमा होस् रिलिजन पनि पोलिटिकल चिज हो कति चिज त्यसमा त मान्छेहरूले कतिवटा छ पडकास्टहरू छ युट्युबमा छ कसरी मान्छेलाई सोसाइटीलाई अर्गनाइज गर्ने कन्ट्रोल गर्ने त्यसरी बनेको त हो नि तर खैर एकदम त्यस्तो कन्ट्रोभर्सियल कुरातिर नजाउँ लेट्स टक अबाउट मलाई के कुरा मन लागेको छ हामी दुईजनाले कन्ट्री मुभ गरे हो कि तिमी पहिला गयौ अनि परिस्थिति आशु पहिला गयो अनि त्यहाँदेखि तिमी गयौ तर हाम्रो कुरा भइरहेछ अहिले होइन आशुले सायद एक दिन हामी बसेर आशिरसँग कुरा गर्नु पनि सक्छौँ यसरी नै तर तिमी मुम्बई गयौ त्यहाँदेखि पछि म 2 वर्ष हुन लाग्यो होइन क्वालालम्पुर गएँ के सिक्यौ मुम्बईमा तिमीमा के ग्रोथ आयो भन त
मुम्बईमा त where do I even start? Shifting to Mumbai was one of my lifeको best decision till now because नेपालमा चाहिँ के हुन्थ्यो भन्दाखेरि म्याम I always had this comfort zone के like सजिलो एकदम सजिलो like अब म ढोकामा त्यसरी खुट्टा पनि अलरेडी भइसकेको बेलामा त्यसरी पनि like त्यस्तो सजिलो पनि भन्दिनँ because I started my journey as being a fashion सानो model पुच्चीदेखि नै होइन 16 देखि अन्त अनि त्यसपछि 5 years जति मोडलिङ गरेँ हो त नि मैले भेट्दाखेरि नै तिमी के गर्थ्यौ नि त हामी तिम्रो फेसन सोज हेर्न आउने होइन है त्यही त my gosh। कपाल योभन्दा लामो थियो योभन्दा अलि लामो थियो क्यारे है योभन्दा पनि लामो my god उफ यसो दल त छिटो ग्रो भयो छिटो ग्रो भयो अनि मोडलिङ भयो त्यहाँ पनि लाइक आई डिड क्वाइट वेल नै भनौँ Yeah, you did. You did very well, I think. I think you did very, very well. तर मुम्बईमा गएर तिमीमा आएको ग्रोथको बारेमा कुरा गर न। ग्रोथ चाहिँ के भयो भन्दाखेरि कम्प्लिटली न्यू सिटी चिनेको फ्रेन्ड्सहरू 1-2जना त थियो हु हेल्प मी ठुलो ओसन भनौँ न त्यही त यहाँ पन्ड हो भने लेकै भन्नु न लेक हो भने पन्ड नभन्नु लेक हो भने त्यहाँ त समुद्र ठुलो समुद्र त्यही त भए पनि बिलिभ थियो फेथ थियो होप थियो लाइक आफूमा ट्यालेन्ट छ हेरौँ लेट्स सी वाट ह्यापन्स भनेर थियो अनि त्यहाँ गएँ अनि त्यहाँ गइसकेपछि चाहिँ मलाई यस्तो रियलाइज भयो कि ओ माई गड मसँग यस्तो स्ट्रेन्थ यस्तो पोटेन्सियल पनि रहेछ भनेर बिकज मुम्बई पुस्ट मी टु माई लिमिट्स के फुल लिमिट्स के You have done so well. I see you because when I see you, you can sing. मेकअप त्यत्तिकै राम्रो गर्छ कतिचोटि मलाई लिएर गएको छ मेकअप गरेर अहिले पनि गरिरहेको हुन्छ अनि तिम्रो एक्टिङ केपेबिलिटिज त्यत्तिकै छ तिम्रो सोसल स्किल्स भनौँ न मान्छेहरूलाई रिझाउने सही चिज डिभा भएको बेलामा डिभा हुन सक्ने अनि त्यो डिम्योर भएको बेलामा डिम्योर भएर कुरा गर्न सक्ने यो आर्टिकुलेट मान्छेहरूलाई रिझाउन सक्छ राम्रो कुरा गर्न सक्छौ So you've done, I'm so proud of you. I look at you and what you have done and त्यत्रो ठुलो इन्डस्ट्रीमा तिमीले गएर अहिले टाइममा देख्छु म तिमीलाई तिम्रो म्यानेजर फ्रम मुम्बई रिचिङ आउट टु सेङ यस्तो यस्तो उति काम आइरहेको छ यस्तो काम आइरहेको छ यस्तो कोलाब आइरहेको छ आइम सो प्राउड अफ यु थ्याङ्क यू कतिजना स्टार्सहरूसँग फोटो खिचिसक्यो कतिजनासँग भेटघाट गरिसक्यो तिमीले त रेकर्ड पनि गर्यौ नि गीत पनि त रेकर्ड गराएको छौ त्यहाँ त्यो गरिसक्यो श्रीलङ्कामा श्रीलङ्कन बोल्ने होइन एड पनि गरेको छ लाइक गड एलियन भएर बोल्दै थियो एकचोटि श्रीलङ्कन लाइन त्यो एडको लाइन चन्द्रकुमार त देनादेयक थिएन भन गर्छ कि त्यो के मलाई चन्द्रकुमारले स्पेसबाट पठाएको क्युटी तिम्रो त्यो पनि ट्यालेन्ट छ नि हजुर तिमीले त्यो तमिल भाषा बोल्नु पर्यो त्यो के छ त्यो गीत कण्ठपाल सुन्दा सुन्दा कण्ठ भएको थियो त ट्यालेन्ट हो नि मान्छे यु बोर्न फर इट आई फिल त्यो एउटा ग्रोथ भयो त्यहाँ त्यत्रो त्यो करियर वाइज भयो होइन तर इन्डिभिजुअली एज एन इन्डिभिजुअल म फेरि क्वेसन सोध्दैछु है किनभने मलाई चासो छ त्यो चिजमा र मान्छेले सिक्नुपर्छ र मान्छेले थाहा दिनुपर्छ जस्तो लाग्छ कि आफ्नो पोटेन्सियल रियलाइज गर्नु आफ्नो लिमिटेसन्स रियलाइज गर्नु नयाँ देशमा नयाँ ठुलो इन्डस्ट्रीमा झन् ठुलो त्यसमा स्पेसमा जाँदाखेरि अरिनामा जाँदाखेरि के ग्रोथ भएको छ त्यहाँदेखि फेरि आफै खोजेर तिमी जहाँ बस्छौ तिम्रो तिम्रो घरमा आएको छु तिम्रो अपार्टमेन्टमा आएको छु होइन त्यो सब गर्दाखेरि सबै एक्लै गरेको त हो नि तिमीले सबै आफै गरेको त हो नि सबै आफै गरेको हुनु त सायद तिम्रो च्यानलमा पनि छ होला त्यहाँ जाँदाखेरि एउटा छ होइन मुम्बई जाँदाखेरि के भयो भनेर बट आई थिङ्क तिम्रो ग्रोथ के भयो एज अ पर्सन तिमीले कुराहरू छैन होला गरेछौ छैन सो भन न के ग्रोथ भएको छ ग्रोथ चाहिँ मैले I've learned so much. I've learned to be actually independent. अनि strength जुन चाहिँ थियो like यहाँ पनि like I always thought I was a strong one तर त्यहाँ गएर चाहिँ actually
इट्स लाइक इम्प्लिमेन्ट गरेँ कि मैले हुन्छ नि ओके वा म त यस्तो पनि गर्न सक्दो रहेछु त्यो पनि एक्लैले हुन्छ कि अहिले सोच्दाखेरि अनि त्यो झन् आँटिलो पनि भएँ अनि झन् ब्रेभ पनि भएँ कि म शाबाश सो त्यो सबै लाइफ स्किल हो नि त त्यो त लाइफ स्किल हजुर लाइफ स्किल हो नि त लाइफ स्किल त्यही त किनभने मैले मैले देखेको भने है मैले तिमीमा के देखेको छु भने तिमीलाई अहिले जिन्दगीमा संसारमा जहाँ छोडिदियो भने पनि तिमी फिट हुन सक्छौ त्यो त्यो मुम्बई गएपछि मलाई कन्फिडेन्स त्यही त आयो भन्दैछु सो ग्रोथ भएको त त्यो हो नि त अब म चाहिँ ग्रोथ भएको त्यही होइन त्यही हो त्यही हो त्यो हो एक्चुअली एक्चुअली सो कन्फिडेन्ट कि मलाई जुन Exactly. कन्ट्रीमा गए पनि मेरो लाइक सिभी पनि यति स्ट्रङ छ बिकज एउटा मोडल एक्टर सिङ्गर नभइकन म त मुम्बईमा आई वर्क एज अ क्रिएटिभ प्रड्युसर अल्सो सिनियर ब्युटी एडभाइजर अल्सो त्यो सबै मेरो रेज्युमेमा छ सो म जहाँ गए पनि लाइक सिभीमा लाइक अप्लाई गऱ्यो भने आई थिङ्क आई इजिली गेट जब जस्तो लाग्छ मलाई त्यस्तो त्यो कन्फिडेन्स आएको छ मेन ग्रोथ भएको कतिपय तिमीमा पैसा भयो होला कतिपय बेलामा तिमीसँग पैसा थिएन होला त्यो बेलामा किनभने मेरो कलेज युनिभर्सिटी डेजमा कस्तो थियो भने त्यो पनि एक्लै बस्यो भने सिकाउने चिजहरू त्यो हो कि एकदमै हो रहेछ फेरि यसबाट मलाई के भन्नु मन लाग्यो भने मान्छेले चान्स लिनु पर्दो रहेछ कि एक्लै बस्न एकचोटि जीवनमा यो जीवनमा एकचोटि त्यो अनुभव चाहिँ गर्नुपर्छ जस्तो लाग्छ है मलाई हरेक मान्छेले के को जीवन सजिलै छ भने के को जीवन सिक्नु पर्यो नि सिक्नु पर्यो होइन एक्लै आशयले पनि त त्यही सिकिरहेछ हो त कति सिकेछ कति चेन्जेस आएछ खै उसको बारेमा कुरा नगरौँ उसलाई मन नपर्ला तर मैले बच्चाहरूमा चेन्जेस देख्दाखेरि त्यो देख्छु तिमीमा त्यो एउटा ग्रोथ एकदमै देख्छु त्यो मात्रै होइन तिमी जति फ्लाइटी र तिमीमा त्यो हाहु अझै पनि छ त्यो बचपना छ विच आई लभ जिन्दगीभर बसोस् होइन झन् मेरो अगाडि त जहिले पनि आओस् झल्कोस् तर तिमीमा एउटा सर्टन सेन्स अफ एउटा सर्टन स्ट्रेन्थ भित्रबाट आएको र एउटा धेरै स्थिरता पनि भन्दिनँ तर कस्तो मच्योरिटी आएछ कि तिमीमा आई एग्री हो त्यो मच्योरिटी आएको छ कि जे आइपर्यो भने पनि अहिले भर्खर तिम्रो लाइफमा कस्तो ठुलो इभेन्ट भएको छ होइन त्यसमा पनि तिमीले जसरी किनभने मैले त देखेँ नि पहिलादेखि नै कसरी तिमीले आफ्नो ममलाई हेरिरहेको थियो होइन गड रेस्ट हर सोल रिया बट योर डॉटर इज डुइङ भेरी वेल एन्ड आई थिङ्क you know that she's so strong-willed and I'm very proud of you. So जिन्दगीमा सिकेको थियो जस्तो लाग्छ मलाई र तिमीमा चेन्ज आएको त्यस्तो ग्रोथ आएको छ हरेक मान्छेमा आउनुपर्छ जस्तो लाग्छ मेरो ग्रोथ सिक्ने हो सुन्ने हजुर पनि त मैले भयो हजुर पनि हाउ डिड यु फिल लाइक नयाँ कन्ट्रीमा गइसकेपछि आफ्टर म्यारेज हाउ वाज द्याट नयाँ कन्ट्रीमा मात्रै होइन हजुर नयाँ लाइफ आफ्नो आइडेन्टिटी छैन पहिला त म त जहिले पनि एउटा पोजिसन अफ पावर एउटा नाम एउटा त्यो लिएर बसिरहेको आइडेन्टिटी लिएर बसिरहेको मान्छे 32 Wow, I am 32. 32 years काम गरेको मान्छे होइन डोन्ट आस्क मी माई एज नाउ Of course anyway well, anyway, people can put two and two together. Yeah. She's 32, so yeah. होइन 15 वर्षमा बच्चा पाएको होइन सो anyway and I always say half a century live गरिसकेँ मैले यो प्लानेटमा भनेर so anyway म होइन त्यो आफ्नो आइडेन्टिटी पनि त्यो आइडेन्टिटीलाई लिभ बिहाइन्ड गर्नु परेको त्यसको माथि अर्को कल्चरको मान्छेसँग बिहा गरेको होइन 52 वर्षमा डु द म्याथ 52 वर्षमा होइन उमेरको म्याथ गर्ने हो भने यति थुप्रो चेन्जेस आयो यति ग्रोथ भएको छ पहिला त रमाइलो नि पहिला भर्खर बिहा गरेर छ होइन अल अफ द्याट होइन नयाँ कन्ट्रीमा गएको छ अहिले पनि रमाइलो छ त्यो कुरा त देन ग्रोथ मान्छेमा आउनुको लागि उमेरको पाबन्दी केही पनि छैन रहेछ कि सो आफूमा मैले सिकिसकेँ भनेर मैले आफ्नो यसबाट सिकेको लेसन है जतिसुकै उमेर होस् मैले सिकिसकेँ भनेर कहिले पनि भन्नु हुँदैन रहेछ किनभने हरेक न्यू एक्सपिरियन्सले मान्छेलाई नयाँ चिज सिकाउँदो रहेछ मलाई त यति सिकाएको छ बाफरे
कसैलाई चिन्दैन, साथी बनाउनु पर्यो, अब म के गर्ने भने भयो होइन, संसार घुम्नु पर्यो, नयाँ मान्छे पनि छ, कल्चर पनि फरक छ होइन, बिहा गरिसक्यो, त्यो त अब इन्फर्मड डिसिसनै हो दुईजनाको, बट त्यो सबै चिज नेभिगेट गर्नु टाइम टाइममा हान्थ्यो किनभने संसार घुमेँ, धेरै ठाउँ घुमेँ होइन, दुईजना हामी बिहा गरिसकेपछि स्टुअर्टसँग बिहा गरेपछि त हाम्रो कस्तो हो भने जहिले पनि स्टुअर्टलाई अब यहाँ जाउँ, अब त्यहाँ जाउँ, अब यहाँ जाने त्यहाँ जाने, तिमीलाई कहाँ जानु मन लाग्छ, तिम्रो बकेट लिस्ट के हो भनेर जहिले पनि घुम्ने। तर घुमेर फर्केर आइसकेपछि त्यो एडजस्टमेन्ट भयो, घरमा आफ्नो घर छ, यति राम्रो ग्रोथ भयो कि, ग्रोथ इन द सेन्स द्याट मैले बिचमा एउटा चिज टेस्ट पनि गरेँ, जहिले पनि आफू कमाइरहेको मान्छे होइन, नकमाएर यसो डिपेन्डेन्ट हुँदाको त्यो हेर्नु न कस्तो हुँदो रहेछ, हुँदैन रहेछ होइन, मजा पनि आयो फर अ वाइल, रमाइलो पनि भयो फर अ वाइल, तर भित्रबाट त्यो जहिले पनि आफू फाइनेन्सियली इन्डिपेन्डेन्ट भएर बसिसकेको मान्छे, त्यो इन्कम आइरहेको बानी भएको मान्छे, होइन इन्ट्रेस्टबाट सायद इन्कम आउला, अब वाट एभर होइन, त्यो फाइनेन्सियल प्लानिङ आफ्नो, तर आफूले आफूलाई आफ्नो दिमाग, आफ्नो सिप, आफूलाई इम्प्लोइ के काम गर्नु पर्दो रहेछ कि। सो विथ अल ड्यु रेस्पेक्ट टु एनी वान हु इज डिपेन्डेन्ट होइन, यदि डिपेन्डेन्ट हुनुहुन्छ तर खुसी हुनुहुन्छ भने सराख सबलाई ठिक छ, यहाँलाई कदर गर्छु, तर मेरो लागि सायद भएन कि त्यो, मलाई चाहिँ अलिकति असजिलो नै लाग्यो, किनभने मलाई लाग्यो कि म चाहिँ के न के गर्न चाहन्छु, किनभने त्यत्रो वर्षको अनुभव, मैले जे चिजहरू सिकेको छु, जे सिप छ, अझै पनि सिक्दैछु, फेरि मेरो त कन्सटेन्ट लर्निङको एउटा त्यो भूत छ नि त, यो जीवनमा जति सक्दो एउटा जीवनले पुग्दैन जस्तो लाग्छ नि त मलाई। सो जहिले पनि नयाँ चिज सिक्ने, जहिले पनि आफूले सिकेको चिज झन् अरूलाई सिकाउने, अब के गर्ने, अरूलाई कसरी मद्दत गर्ने, त्यो चिज भयो। बिचमा त्यो कहिले म हाउसवाइफ भएर घर सम्हालेर किचन हेरेर गार्डन हेरेर जतिमा केही काम नभएर त्यसरी, त्यसमा पनि धेरै ग्रोथ भयो कि, सजिलो छैन रहेछ त्यो, हुन्छ नि घर सम्हाल्नु, त्यो गर्नु, जति एक्साइटमेन्ट पनि छ तर मोनोटनी पनि आउँछ त्यसमा, अनि धेरै ग्रोथ भयो त्यसमा पनि, मैले धेरै चिज सिकेँ, अनि त्यहाँदेखि तर म चाहिँ एउटा कुरा भन्छु ल हजुरलाई, मलाई किन हजुरलाई ह्याट्स अफ लाग्छ थाहा छ, बिकज वाइल डुइङ एभ्रिथिङ लाइक यु सेड पहिला यु आर अल्सो वर्किङ के, सो पहिला हुन्छ नि, सो हाउ वाज द्याट इभन पोसिबल जस्तो लाग्छ कि मलाई, लाइक वर्किङ, आफ्नो वर्कमा आफ्नै लाइक स्ट्रेस छ, यु डुइङ यर ओन थिङ ब्याङ्किङमा, अनि प्लस यु डुइङ एभ्रिथिङ एट यर हाउस अल्सो, सो त्यो सुन्दाखेरि त आम लाइक ओ माई गड, how did she even do it होला त्यति बेला लाग्छ त, I think it's like amazing, commendable, Mamu. Thank you so much. I think there are lots of women doing it. Most peopleको lives, especially in this part of the world होइन, womenहरूको this part मात्रै होइन, उतातिर पनि छ खासमा, इस्टमा वेस्टमा पनि त्यो womenहरूलाई अलिकति ज्यादा रेस्पोन्सिबिलिटिज आफै भित्र स्वयं आफैले लिने रेस्पोन्सिबिलिटी लिनु मनपर्ने पनि हामीलाई बनेको त्यस्तो छ होइन womenहरू, तर गरिब त रहेछ, कहिले गर्दो रहेछ थाहा छ, कि बाध्यताले गर्छ कि मायाले गर्दो रहेछ। Oh my god, उफ, so कि मायाले गर्छ, माया छ र माया भएको बेलामा केही काम 12 बजी रातिसम्म काम गर्नु परोस्, फेरि बिहान 6 बजी नभए 5 बजी उठेर मान्छेले काम गर्नु सक्छ है, अनि नत्र भने दुःखको कुरा चाहिँ बाध्यताले पनि गर्नु, बाध्यताले पनि ड्राइभ गर्छ नि त मान्छेलाई, त्यो पनि कि मायाले ड्राइभ गर्छ कि बाध्यताले ड्राइभ गर्छ। सो आई डोन्ट नो मान्छेहरूमा अहिले जतिजनाले हेरिरहनु भएको छ, यहाँले जति म्यानेज गरिरहनु भएको छ, पुरुष हो कि महिला, महिलामा अलिकति ज्यादा भार छ जस्तो लाग्छ, हामी आफैले पनि भार लिन्छौँ, तर त्यति त्यसै पनि छ महिलाहरूलाई, मायाले गरिरहनु भएको छ कि बाध्यताले गरिरहनु भएको छ, यसो सोच्नु होला। हजुर, म दुइटैले गरेको छु, मायाले पनि गरेको छु, बाध्यताले पनि गरेको छु, त्यो दुइटै एक्सपिरियन्स छ, गराउनु परोस् जस्तो पनि लाग्थ्यो कोही कोही बेला। मेरो के थियो जहिले पनि, मेरो बच्चाहरूलाई पनि त्यही भन्थ्यो मैले, आशीलाई कसैले मलाई सम्हाल्दै हुन्थ्यो,
कसैले मलाई सवाल दियो यत्तिका थम जानु मन लाग्यो अब कति काम गर्ने यार के त्यही भएर यति रमाएको थिएँ जब मैले बिगिनिङमा छोडेर हजुर। स्टुडेन्टले हेरिरहेको छ सबै चिज होइन हजुर। आफूले न पैसा निकाल्नुपर्छ न के गर्नुपर्छ हजुर। रमाइलो भएको थियो त्यो फेज पनि रमाइलो हुँदो रहेछ अनि मैले एउटा डिपेन्डेन्ट हुँदाखेरि डिपेन्डेन्ट लाइफ त मजा आउँदो रहेछ भनेर मैले झन्डै एउटा रिल बनाउन लाग्थेँ आशुले मम्मी अलिकति छिटो भयो होला यसो सोच्नुहोस् तपाईँ हजुर। सोच्नुहोस् हजुर मैले सोचेर बनाइनँ कि त्यो चिज एनिवे मैले त्यो रिल बनाइनँ किनभने डिपेन्डेन्ट हुनुमा मजा पनि हुँदो रहेछ तर नमजा पनि हुँदो रहेछ कि I get what you mean. I get what you mean. नमजा पनि होइन केटा जति राम्रो होस् केटा जति राम्रो होस् केही नभनोस् पनि त्यो भित्रबाट आफूलाई आउँदो रहेछ कि भित्रबाट आफूलाई त्यो आफ्नै फाइट हो त्यो आफ्नै डिमन्स हो क्या आइरहेको त्यो आफ्नै दिमाग र बुद्धि र बानी र त्यसले भइरहेको त्यस्तो हुँदो रहेछ सो मेरोमा पनि ग्रोथ धेरै भएको छ ग्रोथ फेरि के भयो भने मैले अब स्टुवर्टले पनि बिहा गर्यो मेरो आफ्नै बच्चा भएको मैले पनि बिहा गरेँ स्टुवर्टको 3-3जना बच्चा भएको त्यो पनि म्यानेज गर्ने कसरी होइन 3जनालाई इभल स्टेप मदर हुनु भएन नि त होइन तर त्यो मेरो भित्र छन्दा पनि होइन तर कसरी त्यो उसको एक्सटेन्सन हो नि त बच्चाहरू त्यसलाई पनि कसरी धेरै ग्रोथ भएको छ त्यो हिसाबले कि तर मैले एउटा चिज सिकेँ ग्रोथ कहाँबाट के लास्टमा मलाई भयो भने आफ्नो देश नेपाल यति माया बढ्यो कि संसार घुमे बाहिर बसे पनि अहिले पनि एज एन एक्सप्याट्रिएट छु होइन अब जान्दैछु 1 हप्तामा सायद म जान्छु होला फेरि फर्केर आफ्नो घर तर आफ्नो देश भन्ने आफ्नो देशै हुँदो रहेछ आफ्नो देश भन्ने त्यसमा अर्कै एउटा अस्तित्व अर्कै एउटा भित्रबाट त्यो आई डोन्ट नो कम्फर्ट गान्ज्याङ गुन्जुङ छ है नेपालमा किन कोलालम्पुर त कस्तो स्यानिटाइज सिटी हो नि त होइन यस्तो स्यानिटाइज सिटी है कङ्क्रिट स्पेगेटिज बाटोहरू पनि त्यस्तो खालको छ कङ्क्रिट स्पेगेटी त हो नि स्पेगेटी यस्तो छ नि बाटोहरू त्यहाँ होइन अनि छैन त नुडल जस्तो बाटोहरू चिल्लो हुन्छ नि सबै चिज यस्तो न एउटा भुसिया कुकुर कहीँ देख्छ न त्यहाँ त बाटोमा यसो घाँस उम्रिन्छ नि त्यो उम्रेको घाँस पनि तिनीहरूले झिकिरहेको हुन्छ बाटोमा होइन त्यो बाटोमा तिम्रो मस्किटो पनि मारिरहेको हुन्छ बग्स पनि हुँदैन अनि शनिबार त एउटा ट्रक आउँछ कि बाहिर म त छक्क परे पहिला के रहेछ यो भनेर हेरेँ कि ठुलो ट्रक आयो त्यो पब्लिक जुन रुखहरू हुन्छ नि बाटोमा त्यो पब्लिक रुखमा पहेँलो भएको पातहरू झरेको पातहरू सबै हरियो बनाउनु मैले हेत्तेरिका यो त टु मच भयो एनिवे होइन यो त कस्तो खालको देख्छ अनि एक दिन त 3 भयो कि 5 बजी बिहान घुँ गर्दैछ बाहिर हाम्रो बाटो यस्तो छ नि त त्यहाँ चाहिँ उकालोमा घर छ होइन बाहिर घुँ गर्दैछ अनि मेरो बाले गएर हेरेँ कि के भइरहेछ भाइ यो त भनेर स्टुवर्टसँग पनि मैले यहाँ त एकदम बेसी हल्ला भइरहेछ बाहिर के भइरहेछ यहाँ त हल्लै नहुने ठाउँ हाम्रो ठाउँ फेरि कस्तो क्वाइट छ यो नि त रेजिडेन्सियल ठाउँ हो यस्तो क्वाइट छ बाहिर गएर यसो हेरेको त त्यस्तो राम्रो बाटो रातभरिमा पिच गरिदिँदो रहेछ फेरि ब्ल्याक टप फेरि सफा गरिदिने ओभरनाइट गरिदिने एनिवे सो त्यस्तो ठाउँमा बसिरहेको होइन तर त्यहाँबाट नेपाल आउँदाखेरि आफ्नो काठमाडौँ झर्ने बित्तिकै के होस् है एयरपोर्ट धेरै व्यवस्थित भइसक्यो तर अब के भन्ने आफ्नो ह्यान्ड लगेज बोकेर भरेको तल आउनुपर्छ वाट एभर तर मैले नि त्यो माउन्टेन देख्दा रुन मन लागेको कि आफ्नो त्यो माथिबाट जब त्यो भ्यालीमा ल्यान्ड गर्दैछु नि त्यहाँदेखि भित्र गर्दा नमस्कार भन्छ है चिन्ने मान्छेहरू देख्न थाल्छ त्यहाँदेखि बाहिर बाटो यति फोहोर छ ट्राफिक त्यत्तिकै छ थ्याङ्क यू बालजी तर धेरै सफा भएछ यतातिर होइन तर भए पनि त्यस्तो स्यानिटाइज ठाउँ र व्यवस्थित ठाउँबाट आफ्नो देशमा आउनु अर्कै हुँदो रहेछ कि त्यही मनपर्ने के त्यही मनपर्छ त्यही मन परिरहेछ अहिले झन् हेर न लुक द वेदर इट्स सो ब्युटिफुल हिमालहरू पनि देख्छ नि राम्रो सो मलाई एउटा मेरो देशको माया
एकदम बडा छ सो मेरोमा ग्रोथ आउने भनेर व्यक्तिगत रूपमा त्यो त्यस्तो पाराले आएछ सो मलाई के दिन मन लाग्छ नेपालीलाई आफ्नो या अनि गरि पनि रहनु भएको छ नि हजुर यु हेल्पिङ सो मेनी पिपल थ्याङ्क यू तिमीले देखिरहेछौ नि त्यत्रो सेसन्स र क्लासेस भइरहन्छ मेरो होइन थ्याङ्क यू सो मच थ्याङ्क यू हामीलाई एक्सप्लेन गरिदिनुहोस् न त हजुरले अहिले के गरेर हामीलाई हेल्प गरिरहनु भएको छ भनेर a lot of people म एउटा सानो चिज भन्छु सबैजनाको हामी नि मानिस भएर जन्मेपछि मेरो भन्ने कुरै यही हो आकाशिक रिडिङ होस् कि EFT होस् मेट्रिक्स इम्प्रिन्टिङ होस् कि हेभनिङ टेक्निक होस् कि लाइफ कोचिङ होस् कि वाट एभर होस् होइन जे बारेमा कुरा गर्छु मानिस भएर जन्मिसकेपछि कसैलाई गुमाउनु मुटु दुख्नु मन टुटेर होइन कि कसैले धोका दिनु कोही बेला शरीरमा बिसन्चो हुनु अल दिस स्याड थिङ्स हुन्छ नि हामीलाई अलिकति नेभिगेट गर्न गाह्रो हुने जसले मुटु दुख्छ नि मुटु दुख्छ शरीर दुख्छ कोही बेला टाउको दुख्छ यस्तो चिजहरू मानिस भएर जन्मिसकेपछि कोही पनि एस्केप गर्न सक्दैन यो चिजमा सबैजनाले जति धनी होस् जति फेमस होस् जति राम्री होस् जति राम्रै होस् जुन विकसित देशमा बसेको होस् कि विकास भइरहेको देशमा बसेको होस् कोही पनि एस्केप गर्न सक्दैन सो मैले अहिले के गरिरहेको छु भने त्यो चिज हामी सबैलाई हुन्छ त्यो हुँदाखेरि त्यसमा नहराउने कसरी फर्केर आउने र यो जीवनलाई अझै पनि सहज रूपमा अगाडि बढाउने त्यो टुल्सहरू सिकाइरहेको छु कि त्यो एउटा चिज भयो आफूलाई कसरी सम्हाल्ने यही गाह्रो साह्रो चिज हुँदाखेरि अनि गाह्रो साह्रो चिज हुँदो रहेछ किन अब त्यो सेसनमा आउनुपर्छ कि त्यो बुझ्नको लागि मान्छेलाई गाह्रो साह्रो हुने चिजहरू अलिकति गहिरो कुरा छ सेसनमा सेसन्समा यदि साइन अप गरेर आउनुभयो भने म उहाँहरूलाई हुनु त म यो 45 मिनट भन्छु र 75 मिनट भन्छु तर एक्ज्याक्टली त्यहीमा कहिले पनि हुँदैन धेरै आफूले बुझेको जानेको पढेको होइन सिकेको ट्रेनिङ्सहरू लिएको त्यो चिजहरू आफू अनि आफ्नो अनुभव पनि त्यो सबै चिज सेयर गर्छु कि सो द्याट मान्छेहरूलाई जीवन त यति मात्रै होइन रहेछ नि त ल यस्तो परेछ ठिक छ यस्तो परेछ भने के चिजले पर्या रहेछ मलाई अलिकति बुझाउन ट्राई गर्छु उहाँहरूले बुझ्नु पनि हुन्छ बुझिसकेपछि अलिकति मन शान्त हुन्छ कोही बेला तन पनि शान्त हुन्छ होइन यदि कहीँ दुखिरहेछ भने र कसरी बनाउने कसरी शान्त बनाउने त्यो सब चिज सिकाउँछु द्याट्स व्हाट आइ एम डुइङ अहिले गरिरहेको थिएँ सो अमेजिङ यु हेल्पिङ कति मोर देन 100+ मान्छे त हेल्प गर्नुभयो भइसक्यो 100+ मात्रै भन्दिनँ किन भन्नु एउटा पुरुष र एउटा महिला एउटा घरमा हिल भयो भने झन् महिला हिल भयो भने त्यो होल फ्यामिली हिल हुन्छ होल फ्यामिली हिल हुन्छ त्यो पुरुष हिल भयो भने त्यो बच्चा हिल हुन्छ त्यो फ्यामिली हिल हुन्छ महिला होस् कि पुरुष यस त्यो होल सो त्यो 100मा सीमित बस्दैन क्या म किनभने त्यो मान्छेको बुझाइ अलिकति एक्सप्यान्डेड थट अलिकति कन्सियसनेस बढ्यो आफ्नो चेतना बढेको छ र आफ्नो बुझाइ अलिकति बढेको छ होइन म सबै चिज जान्छु भन्दिनँ मैले पनि सिकिरहेको छु एभ्री डे हामी सबैले सिकिरहेको हुन्छ होइन तर एकजना त्यो घरमा एकजनाले सिकेको छ भने त्यही चिज यदि आमासँग रिलेट गरिरहेछ बुवासँग रिलेट गरिरहेछ हजुरबुवासँग रिलेट गरिरहेछ आन्टी अङ्कलसँग गरिरहेछ लोकल गार्जियनसँग गरिरहेछ दिदी बहिनी आफ्नो साँच्चीको दिदी आफ्नो भाइ आफ्नो दाइसँग भाउजूसँग काका काकीसँग डिल गरिरहेछ भने त्यो मान्छेमा परिवर्तन आयो भने त्यो रिलेसनसिपमा हरेकजनालाई छुइन्छ कि त्यसको रिपल इफेक्ट कहाँसम्म जान्छ झन् त्यो महिला एकजना आमा हिल भयो भने महिला त घरको प्राइम मिनिस्टर भन्छु म हजुर प्राइम मिनिस्टर हरेक मिनिस्ट्री उसले ह्यान्डल गरिरहेको छ होइन हरेक मिनिस्ट्री बुढा मिनिस्ट्री सासु ससुरा मिनिस्ट्री होइन काका काकी माइजू मामा मिनिस्ट्री छरछिमेकी मिनिस्ट्री
बच्चा मिनिस्ट्री, हो नि बालबालिका मिनिस्ट्री, सबै मिनिस्ट्री, त्यही त फाइनेन्स मिनिस्ट्री, सबै मिनिस्ट्री हो नि ऊ त हो नेक्सस नि हो, ऊ त नेक्सस हो, उसको त्यो ऊ बिचको हो कि, अनि उसको वरिपरि सबै चिज हुन्छ खास। But तिम्रो त्यही माने भएर त कि I know कि I love like just conversing with you because every day I learn something new. Okay? Thank you, sweetheart. And I'm look so what I made you grateful do for you. today. I know. What did I make you do today? You made me धेरै the- फोन हेर्ने होइन, धेरै फोन हेर्ने होइन, अब किताब निकाल, Oh, ल कागज बरु मैले नि लेख्दै, हो नि। बस Oh. ल अब लेख, के लेखाए, के सिकाए भन त। सबै लाइफको जुन पनि बिट ल, कतिवटा बिट area? करियर, बिट कतिवटा फाइनान्स, कतिवटा एरिया 11 लाइफको लाइफको 11 वटा एरियामा बिर्सियो एउटा 12 ए 12 12वटा एरिया, 12 अनि वटा हरेक area। एरियाको भित्र पनि 4वटा Subcategories। 5वटा, यस। हो। अनि कुन चाहिँ फर्स्ट प्रायोरिटी हो, त्यसको पनि सब क्याटेगोरिजमा के आउँछ पहिला भनेर र लाइक म कहाँ एभ्री छु, डे म कहाँ छु, र कहाँ लिएर जान कहाँ लिएर जान चाहन्छु, चाहन्छु। सोच्ने त हो नि बाबा पहिला। हजुर त्यो एक्सर्साइज भयो अनि आई फिल सो empowered and positive त्यो गइसकेपछि के। It's beautiful because when we have a plan, you know what they say Englishमा, What? it's like this के अङ्ग्रेजीमा पनि त्यही हो, नेपालीमा पनि त्यही हो। Yeah. म कहाँ जाँदैछु भनेर थाहा छ भने त्यहाँ झन् छिटो पुग्छ। That's so यस म true। यहाँदेखि कालीमाटी जाँदैछु भने, Mm. कालीमाटी जाँदैछु भनेर थाहा छैन भने त कहाँ अल्लारेर कहाँ पुग्छ पुग्छ नि त। त्यही त नि। तर म कालीमाटी जाँदैछु र त्यो मेरो गोल हो भनेर, Goal त्यो हो। मेरो डेस्टिनेसन हो भने झन् छिटो पुग्छ भन्छ नि। Mm. So if you know where you're going, Mm. you will get there faster once. Yes, That's why if you have a plan, that's so true। you'll get there faster. So I'm just trying to pass on to you. मेरो विचारमा कोही कोही बेला आफ्नो लाइफलाई म पनि गर्छु के त्यो चिज, हजुर हो। म पनि गर्छु। Mm. आफूले गरिरहेको चिज तिमीलाई सेयर गरे अब मैले, हो नि। ल बस त अब गर भनेर, होइन? हो नि। And that's nice. 12 one day हामीले त्यो 12वटा के रहेछ त्यो क्वाड्रेन्ट्सहरू त्यसको बारेमा पनि कुरा गर्नु पर्ला We have to। है। त्यो त भन्नै पर्छ। आई थिङ्क त्यो सेयर गर्नु पर्ला, त्यसको लागि एउटा फरकै उ त्यो पनि चाहिएला है। हो नि। मलाई अर्को कुरा गर्नु मन लाग्यो, के थाहा छ, के? मैले निकाल्छ कि कुरा, यो जेनेरेसन ग्याप भन्छ नि, हो। यस्तो जेनजीको कुरा भइरहेछ होइन, ए, जेन दिस oh जेन my द्याट जेन God। द्याट भनेर हो नि। म के हो जेन एक्स होइन, You're Gen X, I'm तिमी Gen जेन Y। वाई होइन, हजुर। एक्स एन्ड वाई हजुर। क्रोमोजोन होइन फेरि, जेन एक्स एन्ड Gen- वाई होइन, जेन एक्स एन्ड वाई। मान्छेले यदि यो जेनेरेसन ग्यापको बारेमा तिम्रो तिम्रो के छ त्यसमा, मेरो आफ्नै धारणा छ है यसको बारेमा, Mm. मेरो आफ्नै सोच छ, Mhm। भनौँ भन्नुहोस् न। पहिला। भन्नुहोस् न प्लिज। जेनेरेसन ग्याप भन्छ नि मान्छेले, मलाई लाग्थ्यो है, मेरो मैले बुझेको चिज, हजुर। मेरो बेलामा हजुर। मेरो बेलामा मैले जहिले पनि सोचेको थिएँ कि, र अरूले पनि भन्थ्यो, अहँ। ए बाबा तिमी त कस्तो हिप मान्छे के, हजुर हजुर। तिम्रो एकदमै हो नि। तिम्रो तिम्रो होराइजन, तिम्रो सोच, तिम्रो त्यो हजुर। एकदमै खुला छ होइन। हजुर एकदम जेन्जी भाइब हो नि त। थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू त्यही हो नि त, तर मैले भनेको हो नि त यस्तो होला नि त। Oh, यस्तो यस्तो। यस्तो Oh, she remembers, I love it। मैले भनेको त यस्तो हो नि त हो। होइन, जेन्जीमा यही हो नि त। हो, यो भन्ने मैले अरू भनेको चाहिँ हो। अब मन पर्यो भन्ने चाहिँ यो होला नि त, के हो त्यही हो, जेन्जीवालाहरू त्यही हो, यस्तो र यस्तो। सो जेनेरेसन ग्याप भने नि, म जति मेरो बच्चालाई म त यस्तो फरवर्ड र एकदमै फरवर्ड थिङ्किङ आमा बाउ र मेरो बच्चाहरूलाई त केही जेनेरेसन ग्याप तिनीहरूले फिल गर्दैन, भ्रम रहेछ भ्रम मेरो लागि। हजुर। किनभने मेरो बेलामा म एकदमै हिप र फरवर्ड, हो। मान्छेले भन्छ पनि, तिमीहरूले पनि भन्थ्यौ नि, मामु हो त। तपाईँ एकदमै छिटो जन्मिनु भएको, त्यही भएर त हो तपाईँ त नि। कस्तो हामी जस्तो, तिमीले त्यही हो, भएर जेन्जी भन्यो त्यही भएर भने हो। जेन्जीको त आई डोन्ट नो होइन। Yeah। तर मेरो अब ऊ मेरो जेन एक्स भन्दा त्यो बेलामा पनि मेरो एकदमै फरवर्ड थिङ्किङ हुन्थ्यो होइन। हजुर। तर जेनेरेसन ग्याप भने केही न केही चाहिँ आफ्नो बच्चाहरूसँग र त्यो एउटा अर्को पिँढासँग हुँदै हुँदो रहेछ के, हुन्छ नि है। एकदमै हुँदो रहेछ।
एकदम हुँदो रहेछ किनभने तिमीहरू र अहिले त अब जेनजी तिमी पछि वाइ पछि जी पछि अल्फा अल्फा पछि बिटा पनि आइसक्यो नि त के हो त्यो होइन क्या अरे हो सो त्यसले गर्दाखेरि होइन यति फरवर्ड छ कि यति सोच माई गड केही न केही चिज के त्यो ग्याप एउटा सर्टन चिजमा हुँदो रहेछ आशा र मेरोमा पनि ऊ पनि जेन्जी हो नि त आशा र मेरोमा पनि देख्छु कि अनि आयुषमा कुरा गर्छु मिलेनियल हो नि त तिम्रो ऊ पनि जेनवाई हो नि त मिलेनियलसँग कुरा हुन्छ होइन है हेत्तेरिकामा यति क्विक पनि छ यति छिटो डेभलप पनि छ तिमीहरूको यति रफ्तारमा दिमाग चल्छ हामीले पुगेको पनि हुँदैन कि त्यहाँ अनि त्यो ग्याप बस्दैन त उनीहरूले के भन्न खोजिरहेको छ पछि गएर बुझ्दाखेरि त ए है जस्तो लाग्छ कि आशु तिमीले धेरै क्रेडिट दिए पनि होइन है मैले फेरि तर उता आई नो भन्छ फेरि होइन आइम अलवेज राइट तर भए पनि हि इज राइट मोस्ट अफ द टाइम के किनभने यस्तो छिटो दिमाग चल्छ होइन सो त्यो जेनेरेसन ग्याप पनि हाम्रो सोचमा होस् विचारमा होस् बोलीमा होस् तरिकामा होस् त्यो ग्याप आउँदै आउँदो रहेछ कि है सो त्यसमा पनि बच्चा पाएर त्यो बच्चासँग पनि कति सिकिँदो रहेछ सिक्नु पर्दो रहेछ सो आफू म्यालेबल त्यो आफू एडजस्ट हुने खालको के आफू एडजस्ट हुँदै जाँदाखेरि म त यति एक्साइटमेन्टले हेर्छु गाह्रो पनि हुन्छ कोही कोही बेला होइन तर इभेन्चुली बुझ्छु र त्यसमा त्यो चेन्ज गर्नु सक्यो भने रिलेसनसिप कस्तो राम्रो भएर जाँदो रहेछ कि है त्यो इगो भनेर राख्नु हुँदैन रहेछ कि म उमेर हो मेरो उमेर ठुलो सो त्यो उमेर ठुलो भएर म जान्ने हो होइन त्यो हुँदैन रहेछ सो मलाई अहिले भन्नु मन लागेको होइन इज उमेरले आफूले कति बुझेको छ जानेको छ अनि हुनु त एक्सपिरियन्स इज द बेस्ट प्रोफेसर भन्छ होइन आई एग्री 100% इज द वाइजेस्ट प्रोफेसर भन्छ होइन सो हामीले ल्याउने टेबलमा त्यो तर उनीहरूकोबाट पनि कति चिज हामीले सिक्न हामी ओपन भयो भने हामीले पनि सिक्दो रहेछौँ अनि जेनेरेसन ग्याप हुँदै हुँदो रहेछ स्योर हुँदो रहेछ मैले सिकेको चिज तिमीलाई कस्तो लाग्छ मलाई पनि हो बिकज आई थिङ्क टेक्नोलोजीको पनि ठुलो हात छ बिकज अब आई रिमेम्बर अब बच्चा बेलामा I think millennials are we grew up in a perfect time where we enjoyed our childhood playing with nature, playing outside, playing games. Right. अनि ठ्याक्क हामी यस्तै ग्रेड 9, 10 मा हुँदाखेरि बल्ल सोसियल मिडिया आएको नि त त्यति बेला झन् हाई फाइभ थियो फेसबुक थियो आयुषले सबैभन्दा पहिला इन्स्टाग्राम खोलेको याद छ मलाई अब मलाई मेसेन्जरमा हालिदिएको फेरि याद छ मलाई बाबा हेल्प गरिदिउँ न भनेर त्यही त सो मिलेनियलको चाहिँ हाम्रो आई थिङ्क के भयो भन्दाखेरि ठ्याक्कै वी गट द बेस्ट अफ बोथ वर्ल्ड्स के लाइक अनि आई थिङ्क जेन्जिसबाट चाहिँ अलि जेन्जीबाट पनि जेन्जी पछिको जेनेरेसन आई थिङ्क एल्फा दे लिटरली ग्रो अप जस्ट बाई लाइक आइप्याडहरू टेक्नोलोजीहरू शी नोज एभ्रिथिङ शी नोज एभ्रिथिङ त्यो बच्चाको दिमागै कहाँ हो कि It's so smart and they talk like adults. Exactly. Exactly. तिमीलाई लाग्यो अस्ति आइङ्का आउँदाखेरि यहाँ 4 वर्ष त म त्यस्तो थिएँ थिएँ भोकल नै थिइनँ कि म आई डोन्ट इभन रिमेम्बर लाइक हाउ आई वाज के 4 years old हुँदाखेरि हामी त हुन्छ कि म त एब्सोल्युटली सक्ड हुन्छु यसलाई हेर्दाखेरि सेम सेम त्यो ग्याप होइन त एकदमै हो यो चिज स्पिरिचुअली पनि भन्छ कि हरेक जिन छ नि त्यो जिन्स विथ द जेनेरेसन झन् इभल्भ भएर जन्मिन्छ अरे कि त्यो जन्मिँदाखेरि नि उसले कति चिज सिकेर आइसकेको हुन्छ अरे कि इज द्याट अमेजिङ रिसर्च गरे हुन्छ त्यो जिन्स नै तिम्रो इभल्भ भएर जाँदो रहेछ खतरा होइन त्यो अति खतरा अति नै खतरा चिज के त्यही त रमाइलो लाग्छ यो कुरा आई स्वेयर अनि यु गेट टु लर्न सो मच फ्रम द यङ्गर जेनेरेसन अल्सो के अनि oh my god है भनेर I learned so many things है yeah because they're so vocal and they know we're always learning dating बाट के लर्न गरिरहेछौ नि त्यता जाऊ न मुद्दामा आउन मुद्दामा आउन चाहन्छु मेन मुद्दामा आया डेटिङबाट के लर्न गरिरहेछौ भन्न त ल डेटिङबाट त अब खोइ के भन्ने म त कति धेरै चिज पनि सिकेको छु कति धेरै चिज अब
कसरी बर्थडेमा होइन तिमीहरूको त अहिले त साह्रै नै होइन मलाई त लाग्छ होइन होइन म बेसी नबोलु भन न डेटिङबाट के सिकेछौ एक्चुअल डेट गरेर त तिमी हो नि त त्यही भएर के सिकेछौ अब लाइक जेनेरेसन वाइज कि लाइक मेरो इन जेनरल सेयर गरौँ म जेनेरेसन वाइज भने पनि हुन्छ तिम्रो आफ्नै निजी कुरा कुरा गर्नुपर्छ जस्तो त मलाई लाग्दैन तिमी आउँदै गएको, I'm not- जेनेरेसन वाइज चाहिँ मलाई तिम्रो त सबै चिज त थाहै छ मलाई होइन होइन मलाई भए पनि सार्वजनिक बनाउनु पर्दैन यहाँ सार्वजनिक बनाउन चाहन्न डेटिङको बारेमा भन न सो डेटिङको बारेमा चाहिँ मलाई टु बी भेरी अनेस्ट मलाई होइन जेन एक्स होइन हजुरहरू हजुर जेन एक्सकै डेटिङ हामी बेला एक्स हो तपाईँहरू boy हो वाइ हो जेन एक्स अनि वाइको त्यो त्यही भएर जेन जी भयो त एक्स वाइ जी हो नि त एक्सवाइजी हो या जेड हो नि त जेन जेड हो खासमा एउटै जी भन्न थालेर होइन अमेरिकन जी अमेरिकनहरूले जी भन्छ होइन एक्स वाइ जी न त जेड हो नि त गर्मी भएर आयो मलाई एनिवे भन्नु सो मलाई चाहिँ होइन हजुरहरूकै टाइमको लाइक जुन चाहिँ डेटिङको एउटा कन्सेप्ट थियो नि लाइक यु गाइज युज टु हेभ कोर्टसिप्स फर्स्ट डेट गयो सेकेन्ड डेट गयो लेटर्सहरू एक्सचेन्ज हुन्थ्यो टेक्नोलोजी थिएन इट वाजन्ट द्याट इजी लाइक अहिले त यु जस्ट हेभ यर फोन अनि यु टेक्स्ट अनि आई मिस यु पनि हुँदैन कि कतिपयको इट्स जस्ट आई एम वाइ अनि आई एम वाइ टु लाइक वेयर आई एम वाइ भन्छ कतिजनाले भन्छ I know, right? I like know. learn Like, people. Yeah. How are you going to get a woman saying I am why? I know. And WYD? Like, why? के हो WYD भने? How you doing? What? so त्यो जुन चाहिँ त्यो एफर्ट थियो त्यो कन्स्टेन्ट त्यो एउटा How you doing is the HYD होला. And what are you doing? Yeah, what are you doing होला? What are you doing? त्यो त मेसेन्जरकै कोड हुन्थ्यो त कोड हो या होइन तर यहाँ के थियो लोकेसन कुनै के कुनै त्यति बेला मेसेन्जरमा के कलहरू मेसेन्जरमा थियो नि मेसेन्जरमा सोध्दै के पो थियो लोकेसन कुनै के भनेर तीनटा चिज स्पेसिफिक सोध्थे के च्याटमा मेसेन्जरमा च्याट गर्दा म त बिर्सन सके एज लोकेसन र कुनै के थियो के यादै छैन Anyway, so मलाई चाहिँ यस्तो सोध्छु कि so the romance and courtship is become clinical, non-existent ones. Non-existent, eh? No, because अब like अहिलेको जमानामा के छ टेक्नोलोजी छ अनि when a person is single, a lot of like people are on dating apps, होइन? Sure. I met my husband through a dating app. Yeah. That's the So that's beautiful all right. thing. Like I know, but That's all right. I think good things happen. Good things happen. हेर न Oh yeah. न्युयोर्कको मेयर उसले पनि उसको वाइफलाई हिन्जमा भेटेर भेटेर बिहा भयो So I don't think it's bad. No, I'm You not can get saying very it's lucky. bad. I'm not saying bad. It's bad because a lot of people have It's made found things their easier, but partners. I think like what you're trying to say is the courtship romance छैन पछि आउँदैन भने So I'll be very honest and blunt here, right? Because अहिले चाहिँ के people are honest, always honest. There's this thing called situationship apparently. And so because you don't want to label what you have and you don't want to commit. They don't want to commit. Like some people don't want to commit, and then but they do the same things as how people in a relationship are. Okay, like they go out on dates, watch movies, like talk on calls for hours. But they don't want to label it. They don't want to label it. Keeping things open, हो you? Open पनि भन्दिनँ के like it's like a relationship होइन मामु you scratch my back, I'll scratch yours हो त्यही भएर situation that's why situationship होइन अनि त्यही त होला त त्यही नै हो you fulfill my needs, I'll fulfill your needs emotionally, physically, mentally but then they're also looking at other options बाहिर अनि त्यसपछि अनि like all of a sudden like if they don't feel like continuing with that situationship per se so there's an exit like easy exit होइन मान्छे त मान्छे नै हो त बाबा फेरि मान्छे नै त्यही भएर त मान्छेहरू त्यस्तो messed up रहेछ त because I've got very young clients also yeah who are like so messed up about their love life and their acceptability and where they're going in terms of their relationship with whom
कोसँग आफ्नो रिलेसनसिपमा म के हुन लागेको छ, यो रिलेसनसिपलाई कमिटमेन्ट छैन भनेर त्यो त होइन, मान्छे भने त मान्छे नै हो नि, मान्छे हो, but then I don't know, like यति धेरै I think so. options भयो म उनीहरूको एउटा कुरा पेजमा। भनौँ, if I was the person who's dating right now in this यस्तो खालको माहौलमा है, यस्तो खालको माहौलमा यदि डेट भइरहेछ भने, यदि म भयो भने है, म के गर्थेँ भने मेरो विचारमा भेट्थेँ नि त, आउँछ, अप्सन्स धेरै छ, त्यहाँबाट केलाउनुपर्छ जस्तो लाग्छ कि। तर आफू को हो, मेरो भ्याल्युज के हो, मलाई के चाहिन्छ, मैले के खोजिरहेको छु र कुतकुताकै छ र 20 जनाले भेट्नु मन लाग्छ भने त्यो अर्को कुरा हो। नो जजमेन्ट्स होइन, एब्सोल्युटली I'm like the last person who judges होइन, whatever है। सो त्यो छैन, यदि त्यस्तो छ भने मुबारक हो, इन्जोय गर्नुहोस् होइन, लाइफमा पुरै कलरफुल होस् जिन्दगी तपाईँको फलोस् फुलोस् कलरफुल होस्, तपाईँको बगानमा धेरै रङले फुलले सजोस् होइन। तर साँच्ची नै के एउटा आफ्टर अ पोइन्ट त हरेक मान्छे है कोही न कोही त खोज्छ नि त, एउटा स्टडी खोजिरहेको हुन्छ एकपछि अर्को। किनभने यस्तो हो कि हाम्रो ब्रेनलाई पनि, म चाहिँ त्यतातिर गइहाल्छु है फेरि, यो रिल्स छ नि यति सर्ट अटेन्सन के, यति थुप्रो इन्फर्मेसन, त्यो रिल्स तिमी स्क्रोल गर्छौ नि, एकपछि एउटा इन्फर्मेसन, त्यसपछि अर्को इन्फर्मेसन, त्यसपछि अर्को इन्फर्मेसन, त्यसपछि अर्को इन्फर्मेसन, आम्मामा यो ब्रेनले क्यालिब्रेट गर्नै सक्दैन कि, त्यसले रिक्यालिब्रेट गर्नुपर्छ कि टाइममा। जिपिएसमा हामीले जाँदाखेरि रिक्यालिब्रेट गर्नुपर्छ नि टाइममा, सही बाटोमा नजाँदाखेरि, त्यसले यता जा भन्दा हामी यतातिर गइदियो भने फेरि रिक्यालिब्रेट गर्छ नि त्यो रिक्यालिब्रेट त्यो ब्रेनलाई धेरै गर्यो भने त भद्रगोल होला नि, एक्ज्याक्टली त्यो भद्रगोल धेरै भयो जस्तो लाग्छ। सो आफूलाई त्यो भद्रगोल पोइन्टमा चाहिँ आफूलाई एउटा सेल्फ अवेरनेस हुनुपर्छ जस्तो लाग्छ कि, त्यो सेल्फ अवेरनेस भएर ओह ओके ल टु मच भयो, अब लेमी, किनभने मलाई सही लागिरहेको छैन, यो मलाई अलिकति टक्सिक भयो, यसले मलाई अलिकति ड्रेन गर्न थाल्यो, म हराउन थालेँ यहाँ भन्ने बित्तिकै अलिकति पुल ब्याक गरेर, म भएको भए पुल ब्याक गरेर म के खोज्दैछु, मैले के खोजिरहेको छु अहिले, 20 जना हो भने 20 जना, 5 जना हो भने 5 जना, 1 जना हो भने 1 जना, अनि त्यही आफ्नो भ्याल्युज आफूलाई नहराइकन, आफ्नो डिग्निटी नहराइकन, म त जहिले पनि त्यही भन्छु, डेट गर यार, डेट गर, मान्छे डेट नगरेर कसरी भेट्ने त मान्छे, त्यो पनि हो, शीघ्र भेट्नु त पर्यो नि त, त्यही त होइन। सो अपसाइड चाहिँ त्यो छ कि यति थुप्रो स्वाइप राइट र स्वाइप लेफ्ट र स्वाइप राइट र स्वाइप लेफ्ट, यति साह्रो आफ्नो हातमा पावर छैन त्यो चिज हो नि। तर रिल्स पनि मेरो रिल्समा हेर्दाखेरि त 20वटा त्यो एल्गोरिदमले त्यो चिज त आउँदैन नि भेरिड, मलाई के हेर्न चाहन्छु म एकछिन रोक्ने बित्तिकै त्यो एल्गोरिदमले पिकअप गरिहाल्छ नि त, होइन पिकअप गरिहाल्छ, त म रोक्दिनँ क्या त्यो चिजमा। डेटिङमा पनि सायद त्यही गर्ने हो कि, रोक्ने कि यो मलाई होइन, म यो बाटो जाँदिनँ, यदि आफू कन्फ्युज नहुनुको लागि। सो सायद त्यो गर्यो भने इज द्याट युजफुल? इट्स भेरी युजफुल। व्हाट आई सेड, इफ इट वाज मी है, म भएको भए सायद त्यो गर्थेँ होला, किनभने मैले गरेको त त्यही नै हो, भेट्न त मैले 2 जना मात्रै भेटेको थिएँ होइन तर रमाइलो। सो अपसाइड पनि छ कि त्यो चिजमा। मैले अस्ति पनि पडकास्टमा हेरेर यु हेभ टु मुभ विथ द टाइम्स भनेर भनेको थिएँ होइन, नयाँ प्रविधि, नयाँ टेक्नोलोजी, नयाँ के भन्छ सर्भिसेस, नयाँ चिजहरू आइरहेको बेलामा त्यो चिजमा आफूले चलाउने जान्ने ठिक छ, त्यो गरौँ होइन, एआई छ अहिले, त्यसको बेनिफिट लिउँ, त्यसमा नहरौँ के, नगुमाउँ के, किनभने बुद्धि भएको त हामी हो नि त, हाइएस्ट फर्म अफ इन्टेलिजेन्स भने त ह्युमन बिइङ हो नि त, त्यसले आफूलाई कन्ज्युम गर्न दिनु भएन नि त। आई थिङ्क त्यो गर्यो भने चाहिँ त्यसको जे त्यसले अफर गर्छ त्यसबाट म्याक्सिमाइज गर्न सक्छ जस्तो लाग्छ कि, नहराइकन होइन। सो नो जजमेन्ट्स है, तर नो जजमेन्ट्स, वाट एभर यु वान्ट टु एक्सपिरियन्स इन लाइफ।